राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्। मेरो विनम्र आग्रह छ सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो, र हामी गर्वका साथ भन्छौँ हामी लिबरल डेमोक्रेटिक पार्टी हौँ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौँ। बलियो राज्य हुनुपर्छ, तर 10मा 8वटा नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत, संरचनागत, कानुनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन, उसलाई बल नदिइकन हाम्रा ठुला लक्ष्यहरू, विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ। हामी कम्युनिस्ट होइनौँ। हामी नव उदारवादी पनि होइनौँ। हामी कम्युनिस्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौँ। त्यसैले कित्ताकाट स्पष्ट छ। बलियो राज्य हुन्छ। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोशल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौँ। र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरुद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटिज, इक्वालिटी अफ आउटकम्स होइन। र त्यसको लागि हाम्रो समुच्च निजी, सार्वजनिक र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटिज, त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट, वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट, र यो सबै विपन्नको सहारा पनि राज्य हो। तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौँ। त्यसैले यसमा हामी स्पष्ट छौँ। इक्वालिटी अफ अपर्च्युनिटिज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड दिनेछौँ। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौँ। र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो। त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौँ। यसले 100 बुँदे वाचापत्र, 100 बुँदे शासकीय सुधारमा आयो, 100 बुँदे नीति तथा कार्यक्रममा आयो, र त्योबाट नै धेरै बजेटको रियल एलोकेसन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु।